किनेको तालु हान्ने सोच बनाएको छु होइन कस्तो देखेको छु हिरो देखेको यस्तो दामी छ नि सो गाइस कैसे हो आप लोग होप यु गाइस आर फाइन या सो अल गाइस म चाहिँ आज चाहिँ पारालिम्पिङ जाँदैछ पारालिम्पिङबाट चाहिँ म तपाईँहरूलाई दामी दामी भ्युज देखाउँछु अब चाहिँ म ज्याकेट स्याकेट लगाउँछु अनि त्यसपछि मुभ टु द पारालिम्पिङ इट्स भेरी कोल्ड होइन बाहिर अब जाडो मौसम सोसम भइसकेको छ पुरा बाहिर जाडो छ क्या पुरै एकदम पानी परिरहेको छ यस्तो वेदर पनि राम्रो छैन आजको दिन होइन अब टक्कसँगले यो चाहिँ मेरो दिदीले टिकामा लाउँदाखेरि दिनुभएको होइन एकदम हेल्प गरिरहेको छ यो ज्याकेटले पनि जाडोमा होइन ज्याकेट किन्नु परेको छैन यसपालि हरामी हो बेटा इट्स भेरी कोल्ड होइन आज म जाम भनेको पानी परिरहेको छ कसरी जाने हो होइन म ज्याकेट सेकेट लागेर रेडी भइसकेको म चाहिँ गाई ब्यागमा यस्तरी फालिदिइरहेको छु होइन टक्कसँगले पासपोर्ट हेर्नु पासपोर्ट त्यत्तिकै फालिरहेको छु मैले भुइँमै पुरा अँधेरो रहेछ होइन बत्ती चाहिँ बाल्नु पऱ्यो त्यहाँ खोलामा छिरेर चाहिँ म टक्कसँगले अँधेरो रहेछ होइन मैले देख्नु हुँदैन नि हेर्नु त्यहाँ वेदर आज कपडा सपडा सुकाएको थिएँ के भिज्यो कि क्या यार ठुक्क भिजिहालेछ नि अलिबिट नाउ अब चाहिँ हेर्नु सक्नुहुन्छ वेदर यस्तो छ होइन हाम्रो चाहिँ अब म जानु खोज्दैछु पानी हल्का फुल्का परिरहेको छ आई थिङ्क क्यामेरामा लाग्यो होला सो यहाँ बत्ती पनि बलिसकेको छ पुरै तरिकाले होइन किचन हो यो मेरो चाहिँ म चाहिँ निक्लिन्छु अब टक्कसँगले म चाहिँ पहिला सुरुमा भगवान्लाई हल्का दर्शन गरेर जान्छु कि टक्कसँगले हेर्नु सक्नु हेल्प मी गड म चाहिँ अब जान्छु म जुत्ता सुत्ता लाउनु पर्छ जुत्ता कता छ मेरो जुत्ता चाहिँ क्या छ होइन मेरो जुत्ता चाहिँ यहाँ चाहिँ किनभने अब चाहिँ टक्क टक्क जानु पऱ्यो नि होइन टक्कसँगले मेरो सक्स चाहिँ कता गयो आई डोन्ट नो होइन सक्सले चाहिँ चाहिरहेको थियो अब सक्स लाउँदिनँ होइन हतार भइरहेको छ हल्का ओके थोरै हतार भइरहेको छ सक्सेस लाउँदिनँ टक्क ज्याकेट लायो अब जुत्ता टक्क मोजा दिएँ भित्र रहेछ त छोडिदियो मोजा सोजा म लाउँदिनँ होइन आज चाहिँ किनभने म अब सक्यो भने म स्ट्यान्ड किन्न पनि जान्छु मोबाइलको होइन लेट्सी के हुन्छ है गाइज टक्कसँग लाग्यो अब चाहिँ म टक्कसँगले चल्दिनँ पर्समा कति छ मनी हेर्नु पऱ्यो नि होइन खास क्यास त म बोक्दिनँ होइन पर्समा बट आई हेभ एटिएम कार्ड जस्तो भइहाल्छ नि आई लाइभ एटिएमै किनभने यो जमाना ठिक छैन पैसा बोकेर हिँड्न होइन चोरी हुनसक्छ त्यही भएर म एटिएममा बोक्छु एभ्री टाइम होइन हजुरहरू नै एटिएममा बोक्नु होला बिकज सेफ्टी हुन्छ अब हजुरहरूले बोकेर हिँड्यो भने त पैसा चोरी हुने सम्भावना धेरै हुन्छ नि त द्याट्स वाइ होइन यु मस्ट बी केयरफुल ओके मेरो कपाल पनि ठुलो भइसकेको छ म चिन्टै हान्ने प्रोसेसिङमा छु होइन चिन्टै हान्छु कि भन्ने मैले सोचिरहेको छु लेट्स सी के हुन्छ चिन्टे हान्नु पऱ्यो भने चाहिँ अलिकति चिन्टे हान्नु कि के गरौँ होइन बाला बनाइदिउँ कि कपाल के गर्नु किनभने मेरो कपाल लास्ट झऱ्यो क्या लास्ट द्याट्स वाइ म चाहिँ अब तालु हान्ने सोच बनाएको छु होइन कस्तो देखेको छु हिरो देखेको छु कि छैन होइन सोल्डर गएर म चाहिँ चल्दिएँ होइन राति भएपछि मात्र म भ्लग बनाउन दौडिन्छु कि यु क्यान सी इट गाइज होइन चाहिँ म पारालिम्पिङको भाइब्स कस्तो हुँदैछ हजुरहरूले म पुरै तरिकाले देखाउँछु होइन झिलिमिली यस्तो दामी छ नि यु क्यान माइन्ड ब्लोइङ क्या ब्रो होइन गाइज बी विथ मी होइन जिन्दगीमा के चिज गर्नु छ भने वाक अलोन बी अलोन एन्ड एक्सप्लोर अलोन क्या बुझ्यौ The key of success is passion. I'm almost there, guys. I'm almost there. Hold on. पाराले म एक्सप्लोर म पहिल्यैदेखि गर्छु भनेर सोचिरहेको थिएन बट मैले टाइम पाइरहेको थिएन द्याट्स वाइ हेर्नु सक्नुहुन्छ देखाम 1 2 3 अरे मुझे चक्कर आने लग गया अब देख्यौ हेभन परको बत्ती चाहिँ किन नबालेको मैले त्यो परको फुटेजमा नि मैले देखाइसकेँ त्यहाँ परको बत्ती बालेको नि त्यो बत्ती बाल्यो माइन्ड यहाँको बत्ती चाहिँ किन नबालेको रहेछ आज बारदल्दी यो चाहिँ बारदल्दी हो यो चाहिँ बारदल्दी पुरै सिट यो हो नि त नि के वा मेरी क्रिसमस है गाइस है सेन्टाजी चाहिँ उहाँको बसिरहनु भइरह पुरा तरिकाले झिलिमिली जिल्ला वा एउटा एक्सुट हेरिदिउँ है त्यो एक्सुटमा दामी तरिकाले म बनाइदिन्छ फुल एरियाको तपाईँ चाहिँ हेरेर इन्जोय गरिदिनु विथ म्युजिक है
पानी परेर खत्तम भएको छ क्या आउँछ भिडियो बनाउँछ एक्सप्लोर गर्छु पानी दिउँ भनेको के गर्नु आफ्नो चर्च हुने क्या विदेशतिर चाहिँ फाइनल्ली मैले एक्सप्लोर गरेर छाडेँ गाइस चाहिँ म गएँ स्ट्यान्ड किन्नलाई सेट गाइस अहिले भर्खरै गएँ क्या दामी चटिङ हानेको थियो क्या अहिले फेरि मलाई चटिङ हान्ने बेर लाउँदैन ओ माइ गड सिधा आज चाहिँ क्याप्चर गरेर छाड्ने कि ओ माइ गड आइ एम कन्फ्युज ब्रो म माथि जानुपर्ने मान्छे होइन म तल गइरहेको रहेछु भनेको टाइम वेस्ट भइहाल्यो नि यहाँनिर कति बजिसक्यो चेकआउट गर्नु पऱ्यो यार 5:18 भइसक्यो आई डोन्ट थिङ्क आज चाहिँ मैले खासै स्ट्यान्ड किन्न पाउँछु जस्तो चाहिँ मलाई लागेन केटा हो किनकि अब 5:18 भइसक्यो अब म पुरै रङ वेमा गइरहेको छु यो चाहिँ राइट वे हो माथिपट्टि जानुपर्ने ठाउँमा म तल गइरहेको रहेछु क्या अहिले पनि बाटो काट्दाखेरि चाहिँ चक्कासँग त्यहाँ ग्रिन लाइट त्यो छ नि ग्रिन लाइट बढेपछि मात्र जानु होला किनकि एक्सिडेन्ट हुने चान्सेसहरू धेरै नै हुन्छ टक्क यहाँनिर पुग्ने टक्क त्यहाँ ग्रिन लाइट बल्छ अनि जाने हेर्ने त 1 2 3 गो त्यस्तो दामी चट्याङ अब चाहिँ जाने हो यो चाहिँ हाम्रो ग्रिन लाइट हो होइन टक्कसँगले अब चाहिँ जानुपर्ने हुन्छ हामी चाहिँ होइन टक्कसँगले यहाँ छिरौँ कि यहाँ छिरौँ कि यहाँ छिरौँ लेकिन 1 सेकेन्ड मैले चाहिँ फाइनल्ली भेटेको छु होइन ट्राइपोड भेटेको छु होइन ट्राइपोड चाहिँ मैले अस्ति यो चाहिँ लाइक 30 डेजबाट चाहिँ मैले यो ट्राइपोड खोजिरहेको थिएँ फाइनल्ली आई गट इट होइन अब मैले चाहिँ माइक किन्नुपर्ने हुन्छ होइन लेट्स सी है मैले भेटेँ है अब म चाहिँ जाँदैछु बिल पे गर्नलाई सानो फुटेज सो है अलिकति वेट गर्नुपर्ने भयो किनकि त्यहाँ बिल पेमेन्ट गर्दै Do you have Stefani's card? No, I have, but I think I lost it. 1996. Thank you. Finally, I got it. Finally, guys, मैले चाहिँ लिएँ स्ट्यान्ड बट इट्स भेरी बिग रेनिङ रे कता गएर कुदुक दिस रेडिकुलस रे कति पानी परिरहेको छ रे केटा हो पुरै भिजियो त केटा हो भिजियो त झन् आज मैले ट्राइपोड किनेको लाग्छ मासिन के हो उडाउँछ कि के हो खानुपर्ने छ कुन चाहिँ हामी त कस्तो मजा आउँछ मेरो चाहिँ बत्ती सत्ती केही देखाएको छैन होइन यहाँनिर पनि राम्रो फुटेजहरू थियो यहाँनिर हेर्नु सक्नुहुनेछ कस्तो दामी दामी मैले चाहिँ एक्सप्लोर गर्न पाएँ यु क्यान चेक इट आउट है ओहो दामी चट्याङ हानेको छ म त पानीले फाइनल्ली पुरै भिजिसक्यो होला है यहाँको बत्ती चाहिँ किन बालेन छ क्या यहाँको बत्ती चाहिँ किन बालेन छ मलाई यस्तो रिस उठिरहेको छ नि यस्तो दिमाग खराब भइरहेछ नि यहाँको किन बालेन क्या दुखिसक्यो मेरो खुट्टाले पछि मोजा नलागो लास्ट खुट्टा दुखिसक्यो क्या मेरो लास्ट पाचिसक्यो क्या घाउ लास्ट छ यार मेरो यार पनि भिजी हिँडिरहेको छ हजुरको लागि डोन्ट फर्गेट टु सब्सक्राइब हो कि पानी परेर केटा हो पछाडिको भ्यू चाहिँ चेक आउट है कस्तो छ यस्तै हो आजको दिन मेरो यस्तो छ पारालिम्पिक एरिया टक्कसँगले भिजिट गर्न नबिर्सिनु होला को पारालिम्पबाट छौँ होइन कमेन्ट अन द बिल है एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब यसरी यहाँ पानीमा भिजी मैले भ्लग हानिरहेको छु म भोलि बिरामी हुन सक्छु होइन त्यहाँ सब्सक्राइब गर्न नबिर्सिनु होला भिडियो सेयर गर्न नबिर्सिनु होला म तपाईँहरूलाई दामी जग्गाहरू लानेछु बुझ्नुभयो साथी चिन्ता नगर 2025 मा तेरो पनि बिहे हुनेवाला छ बुझिस् मैले आज राति सपनामा देखेको थिएँ
Do you understand? Oh my god. पानी हेर्नु नि यार लास्टै सो मैले यो चाहिँ लुकाउनु पर्ने हुन्छ मेरो यो हेडफोन किनभने चाहिँ पानीले भिज्यो भने बिग्रिन सक्छ वाटरप्रुफ त होइन नि त हेडफोन यो मैले हेडफोन चाहिँ किन राख्छु भन्दाखेरि चाहिँ भोइस अलिक क्लियर अडियो आओस् भनेर हो क्या नत्र भने म राख्दिनँ त्यो पानी यस्तो परिरहेको छ नि केटा यस्तो परिरहेको छ मुसलधारे पानी यस्तो डेन्जर पानी परेको छ म त फिक्स चाहिँ बिरामी हुन्छ कि के हो यसरी भिडियो बनाएको छ क्राउड डोन्ट फर्गेट टु सब्सक्राइब है यदि मन पऱ्यो भने भिडियो सेयर गर्न नबिर्सिनु होला एभ्री द ब्याक टु ब्याक भिडियो आउँछ आजदेखि चाहिँ किनभने चाहिँ मैले गोरिला पट किनेको छु 3 in 1 चिन्ता नगर्नु यो भयो भने सजिलो हुन्छ क्या आफूलाई फिल्म बनाउन पनि सजिलो हुन्छ इच एन्ड एभ्रिथिङ गर्नलाई सजिलो हुन्छ किनभने चाहिँ होइन तपाईँ यो चाहिँ एकदम फ्लेक्सिबल हुन्छ क्या तपाईँले जहाँ अड्काउन पनि सक्यो जहाँ जे गर्दा पनि सक्यो क्या यो गोरिला पटले चाहिँ द्याट्स वाइ होइन दिस इज द वान अफ द बेस्ट हुन्छ क्या आफ्नो सेल्फ भ्लग के हो त्यो बाटो त पुरा समुद्र हुन्छ कि क्या जता तता झर्ना हेर यहाँ पनि झर्ना यार के हो जता तता झर्ना खाँदै हेर आज त हेर्नु त कस्तो डेन्जर पानी परिरहेको त्यसले ओहो कस्तो दामी हानेको यार कस्तो दामी सिलिङमा भिजाइनु भयो आज म भिज्नु पनि सकिसकेँ आई डोन्ट केयर छोड्दै होइन फाइनली आई गट अ स्ट्यान्ड आधे भिजाइदिए हो क्या भिजाइदिए म चाहिँ यत्रो ढुङ्गा बोकेर हिँड्छ अनि त्यसपछि त्यो भिडियो रिल्स चाहिँ हेर्नु भएको छ नि यत्रो ढुङ्गा बोकेर हिँडेपछि स्लो गर्छन् भनेर सेम त्यसरी नै ढुङ्गा बोकेर हिँड्नुपर्छ जस्तो चाहिँ यत्रो ढुङ्गा के त पानीमा हिँड्नुपर्ने भयो किनभने बाटै छैन त अनि अब चाहिँ मजाले भिजेँ म होइन सुन्नु चाहिँ खान्छु मलाई लाग्छ त्यति लाग्यो हेर गरिदियो कि त्यही ओ भाइ भने जस्तो भयो त्यो भर्खर धोएर सुकाएको पानीले भिजेको पुरै मेरो गाइस खुट्टा घाउ भएर पुरै टोटल्ली डिस्ट्रोय भयो मेरो खुट्टा त्यही भएर मजा लाउनुपर्छ क्या जहाँ जाँदा पनि मजा लाउनुपर्छ त्यही भएर टोटल्ली भिज्यो गाइस होइन अब चाहिँ म चाहिँ यही हो मेरो यो चाहिँ तपाईँको फ्लेक्सिबल हुन्छ क्या हेर्नु सक्नुहुन्छ यो मोड्यो नि एकछिन है यहाँसम्म यस्तो नि गर्न मिल्यो यस्तो गर्न नि मिल्यो यस्तो गेडा बनाउनु के हो गाइस यो के हो गोरिला पट हो क्या